हाम्रो घर साइडको दाइको चाहिँ बिहा नभएर हैरान भइरहेछ के जसले केटी खोजेर ल्याउँछ कसैको लभ कसैको के भन्ने चक्कर भइरहेछ। अहिले दाइ 45 वर्षको भइसक्न थाल्नुभयो, बिहा चाहिँ भएकै छैन। सेनसेना टोलका बच्चाहरूको बिहे भइसक्यो, अचल चाहिँ बिहे गर्न यति मुस्किल। अनि हाम्रो हजुरआमाले चाहिँ हाम्रो हजुरआमा एकदम नाइके बन्ने क्या, अब केटी खोज्न जाने हेर्ने उ गर्ने सबै। यसो कोही कुवारी केटी देख्नुभयो भने बिहा भयो तिम्रो भन्नु हाम्रो हजुरआमालाई धेरै चासो पर्छ क्या। बुढाबुढी जात के गर्नु यस्तै हो भनेर हामी पनि के गर्नु। आज त हदै गर्नुभयो, बसमा हिँडिरहेको थियौँ, दुईजना केटीहरू राम्री राम्री केटीहरू थिए। अनि हजुरआमालाई चुप्लाउनु आमा यिनीहरूलाई त नसोध्नु बिजेत हुन्छ भनेर भने। अनि हजुरआमा त के को चुप्लाउने, झर्ने बेला तिमीहरूको विवाह नाम के हो भनेर पो भन्नुहुन्छ। त्यसो चाहिँ हजुरआमालाई भाइ लिएर मैले चाहिँ तारेर घर लिएर आएँ। अनि त्यसपछि त्यो दाइ चाहिँ हाम्रो घरमा आउनुभएको थियो। अनि हाम्रो हजुरआमाले सोध्न लाग्यो कि बाबु तेरो बिहा साँच्चै किन भएन तैँले भन् त भनेर भन्नुभयो। अनि त्यो दाइ पनि हत्तु हुँदै के गर्नु आमा मेरो किस्मत नै यस्तै हो भनेर भन्नुभयो। अनि त्यसपछि पछाडिदेखि त मेरो भाइले के भन्छ अनि हजुरको अनुहार ठिक छ त भनेर पो भन्छ। हजुरआमाले चप्पलले हान्नुभयो।